यदि तपाईसँग 95 लाख मात्रै क्यास छ अनि घर किन्ने सोच बनाउनु भएको छ भने यो घर तपाईँको लागि हुन सक्छ है। 2 करोड भनेको यो घरलाई तपाईँले बाँकी पैसा चाहिँ ब्याङ्किङ गर्नुपर्ने हुन्छ भने अब जाउँ डिटेल्सतर्फ। 3 आना 2 पैसा 2 दाममा तयार गरेको यो घर तपाईँले पूर्वी दक्षिण मोडामा पाउनुहुन्छ भने घर अगाडि 13 फिटको बाटो रहेको छ। रेन्टल स्पेसको लागि तपाईँसँग 2 BHK रहेको छ भने तपाईँ आफू बस्नको लागि 4 BHK रहेको छ जसमा 2वटा अट्याच बाथरुम रहेका छन्। लोकेसनको कुरा गर्नुहुन्छ भने लुबु बस स्ट्यान्डबाट एकदमै नजिकैको डिस्टेन्समा रहेको यो घरको पार्किङ हेर्नुपर्दा एकदमै ठुलो पार्किङ रहेको छ। यतापट्टि तपाईँले एउटा ठुलो जुनसुकै गाडी राखेर पनि यतापट्टि सानो गाडी राख्दा पनि हुन्छ अथवा स्कुटर बाइक राख्दा पनि हुन्छ। एकदमै ठुलो पार्किङ एरिया रहेको छ भने रेन्टल स्पेसको लागि यो इन्ट्रान्स गेट रहेको छ भने तपाईँ आफ्नो लागि चाहिँ यो इन्ट्रान्स गेट रहेको छ। त्यहाँ एउटा सेक्युरिटी गेट पनि राखिएको छ। अब फर्स्ट फ्लोरको इन्ट्री गर्ने बित्तिकै तपाईँले यहाँ देख्न सक्नुहुन्छ एकदमै ठुलो लिभिङ रुम, एकदम ब्युटिफुल कलरको वाल पेन्टिङ गरिएको छ भने माथि फल सिलिङ पनि त्यतिकै राम्रो डिजाइनमा बनाइएको छ। झुमरहरूले सजाइएको छ भने एकदमै ठुलो टिभी क्याबिनेट देख्न सक्नुहुन्छ। सोकेसहरू पनि राखिएका छन्। तल पार्किङ गरिएको छ भने यही फ्लोरमा अर्को बेडरुम पनि रहेको छ। यो चाहिँ मास्टर बेडरुम रहेको छ। यसमा पनि तपाईँले पार्किङ गरेको फ्लोर साथै उज्यालो अनि ठुलो कोठा पाउनुहुन्छ भने यसमा बाथरुम पनि राखिएको छ। सँगै रहेको अर्को बेडरुमको कुरा गर्नुपर्दा यो बेडरुम पनि एकदमै ठुलो रहेको छ। पार्किङ उचाएको छ भने लाइट कलरले डिजाइन गरिएको छ। फ्लोरमा आउँदै गर्दा तपाईँले यहाँनिर पूजा कोठा देख्न सक्नुहुन्छ भने तपाईँले यहाँनिर 2वटा बेडरुम पाउनुहुनेछ। यो रहेको छ तपाईँको बेडरुम, एकदमै ठुलो उज्यालो रहेको छ। पार्किङ गरेको फ्लोर राखिएको छ भने अर्को बेडरुम चाहिँ यसको सँगै रहेको छ। तपाईँले यहाँनिर पार्किङ गरेको फ्लोर देख्नुहुन्छ भने एउटा अट्याच बाथरुम पनि रहेको छ। सेकेन्ड फ्लोरकै कुरा गर्नुपर्दा तपाईँले किचन डाइनिङको स्पेस पनि यही फ्लोरमै पाउनुहुन्छ। तपाईँको किचन पनि मोडुलर सेटअपमा सेटअप गरेको किचन छ। चिम्नी सेट गरिएको छ, सिङ्कको एरिया सेट गरिएको छ, फ्रिजको लागि ठाउँ बनाइएको छ भने एकदम मजाले टाइल ओछाएर राखिएको छ। यस्तो मजाको हरियाली वातावरणमा रहेको यो घरको लागि तपाईँ साइट भिजिट गर्न चाहनुहुन्छ भने तल दिएको नम्बरमा कल गर्न सक्नुहुन्छ। ग्लोरी प्रपर्टी सर्भिस नामै काफी छ।